परीक्षाफल हतार हतार प्रकाशित गर्ने र छिटो परीक्षाफल प्रकाशित गरेको कुरा ठूलो उपलब्धि हो भनेर भन्ने जुन एउटा स्थिति हामीले देख्यौं, यो सन्दर्भमा यसले विद्यार्थीहरूले भोगिरहेका तत्कालै भोगिरहेका अप्ठ्यारोको बारेमा पनि तपाईले चित्रण गर्नुभयो। रिटोटलिङमा के समस्या भइरहेको छ, रिचेकिङमा के समस्या भइरहेको छ, केटाकेटीले के बिहोरिरहेका छन्, अभिभावकले के बिहोर्नु परिरहेको छ। तर त्यति मात्र होइन, तपाईहरु दुवैजनाले यसलाई एउटा लार्जर कन्टेक्स्टमा राखेर हेर्दै गर्दाखेरि चाहिँ हाम्रो समग्र शिक्षामा नै हामीहरूले परीक्षालाई जसरी लिइरहेका छौं, परीक्षा प्रणालीलाई जसरी लिइरहेका छौं, यसमा प्राप्ताङ्कलाई जसरी लिइरहेका छौं, यो विषयको सन्दर्भमा पनि गहिरोसँग विषयलाई राख्नुभयो। यसलाई हामीले फेरि कुनै क्रिटिसाइज गर्न खोजेको होइन कि तपाईले छिटो परीक्षाफल प्रकाशित गर्नुभयो, यहाँ विद्यार्थीहरू अप्ठ्यारोमा परे, त्यसलाई उठाउनुपर्छ भन्ने हिसाबले होइन कि एजुकेसनमा अहिले देखिएका यसका थुप्रै विषयहरूमा हामीले यसलाई साइलोजमा हेरेर म एउटा कुरा चाहिँ चटक गरेको जस्तो गर्छु भनेर समाधान निस्कदैन है। यसलाई एकदम त्यसैले आज हामीले खास विषयवस्तु आएको यहाँ हाम्रो छलफल ग्रिन टेबलमा हामीले छलफल गर्ने भनेको चाहिँ जुन विषय नागरिकको एकदमै सरकारको विषय हो, जुन विषय एउटा राजनीतिक दलको कार्यालयमा यसमा छलफल हुनै पर्छ, तर जसलाई राजनीतिक दलहरूले व्यवस्था गरिरहेका हुन्छन्, यी विषयहरू छलफलको विषय हुनुपर्छ भन्ने हामी सोचेर यहाँ छलफल गर्छौं। प्रत्येक शुक्रबार हामीले आज 12 कक्षा र 10 कक्षाको परीक्षाफलको विषयहरूमा नै छलफल गरौं, यत्रो विद्यार्थी साथीहरू अहिले उठाइराख्नु भएको छ भन्ने थियो। तर छलफल गर्ने विषय टुङ्ग्याउँदाखेरि नै अघि नै सोसिकाजीले भन्नुभएको जस्तै यसलाई परीक्षाको विषय मात्र हो त यो पालिको विषय मात्र हो त कि हामी आफू चाहिँ पानीमाथिको ओभानो बन्न सक्छौं त, हिजोदेखि आएका विषयहरू होइनन् त भन्ने कोणबाटै हेर्नुपर्छ। यसलाई त्यो कन्टेक्स्टमै हेर्नुपर्छ। एउटा कुरा याद गर्नुपर्छ कि शिक्षामा राजनीति भयो भनेर भन्छौं, शिक्षामा राजनीति भएन भन्छौं, शिक्षामा दलीयकरण भयो। हामीले के चाहियो भने व्यवस्थापन समिति पनि आफ्नै मान्छे चाहियो, प्रधानाध्यापक पनि आफ्नै मान्छे चाहियो। हामीले यसो गाउँतिर गएर कुराकानी गर्न गयो भने पनि फलानु विद्यालयमा के अवस्था हुँदैन, त्यसको प्रधानाध्यापक त हाम्रै मान्छे हो, त्यसको शिक्षक त त्यो हाम्रो मान्छे भन्ने ठाउँबाट बाहिर निस्कनु पर्यो। त्यो राजनीति होइन, त्यो दलीयकरण हो।